नमस्ते साथीहरू, सम्पूर्ण मेरो साथीहरूलाई नमस्ते भन्न चाहन्छु र गुड मर्निङ पनि भन्न चाहन्छु। अहिले चाहिँ दुबईमा बिहानी पख छ। अनि हजुरहरूको खबर के छ? सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म नि एकदम ठिक छु, सन्चै छु होइन। यस्तै रमलघारी बालुवाघारीतिर काम गराइ हुन्छ। अनि यो मासतिर देख्दै गर्नुभएको बिल्डिङतिर धेरै जस्तो चाहिँ हाम्रो काम हुन्छ। बिल्डिङको साइडमा रेलिङहरू हाल्ने त्यस्तै काम हुन्छ। अनि के भन्न गइरहेको छु भने धेरैभन्दा धेरै साथीहरूले माया गरिदिनु भएको छ, कमेन्ट गरिदिनु भएको छ। कतिपय साथीहरू रिसाइ पनि राख्नु भएको होला, सायाङ राईले कमेन्ट रिप्लाई दिएन भनेर। मसँग त्यस्तो राम्रो एजुकेसन छैन, म त्यति लेख्न पढ्न मलाई आउँदैन। किन आउँदैन, स्कुलै नगा हो कि भन्ने होला, त्यस्तै हो म चाहिँ। अनि किनभने म 8 वर्षको हुँदाखेरि बाबा बिग्रिनु हो। अनि म 9 वर्षको हुँदा मम्मीले अर्को बिहे गर्नुभयो। अनि अरूको घरमा, छिरीगाउँको घरमा म 10 वर्षको उमेरसम्म काम गरेर बसियो, गोठालो केटालो गरेर। त्यसपछि 10 वर्षको उमेरपछि मामाहरूले लानुभयो, मामा घरमा बसेर ठुलो भएपछि त्यस्तै नेपालतिर नि धेरै ठाउँमा काम गरेर हिँडेँ मैले। अनि त्यसो हुँदाखेरि अनि पासपोर्टहरू बनाइयो, नागरिकताहरू बनाइदिनु भयो ठुलो बाबाहरूले। अनि अहिले चाहिँ म विदेश आएको छु। पहिला त हामी धेरै गरिब थियौँ, गरिबीको कारणले मेरो बाबा बित्नु भयो। हामीलाई खाना लाउन दिनको लागि 63 सालमा चाहिँ शिलाङ मेघालयमा, इन्डियाको मेघालयमा कोइला खन्ने क्रममा मेरो बाबाको निधन भएको थियो। मलाई त अलिअलि मात्रै याद छ। अनि उहाँको लास पनि आएन। उतै त्यो नेपालीहरू धेरै हुनुहुन्थ्यो अरे, हाम्रो गाउँको बाजेले भन्नुहुन्छ, म पनि थिएँ भनेर। उहाँहरूले उतै लास संस्कार गरिदिनु भयो। अनि त्यस्तै हो, उताबाट नि केही नि पाइएन। अनि अरूकै घरमा बसियो, हुर्कियो। मैले त्यो अलिअलि दुःख गरेर भाइ बहिनीलाई चाहिँ 8-9 क्लाससम्म पढाएको छु। केही छैन साथी, यस्तै हो दुःख सुख होइन। अनि मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। मलाई नआए नि म आउने मान्छेलाई पढ्न लाउँछु। मलाई नि अलिअलि चाहिँ आउँछ, धेरै चाहिँ आउँदैन है साथीहरू। ल त्यही भन्न चाहन्छु, नरिसाइदिनु होला मसँग। र के भन्न चाहन्छु भने अब आउँदो आइतबारदेखि मैले युट्युब च्यानल खोल्दैछु। त्यो मेरो युट्युब च्यानल नि सब्सक्राइब गरिदिनु होला साथीहरू, त्यसमा नि माया गरिदिनु होला। म पनि केही गर्न सक्छु कि भन्ने चाहिँ क्षमता आउन थालेको छ। साथीहरूले यस्तो माया गरिदिनु भएको देख्दाखेरि अहिलेलाई चाहिँ म छुट्टिन चाहन्छु साथीहरू।